आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रूपन्देहीका 5वटै निर्वाचन क्षेत्रबाट ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रासपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, नेपाली कम्युनिष्ट पार्टी नेकपा, जनता समाजवादी पार्टी नेपाल जसपा लगायत दलले उम्मेदवारी दिएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टीले पनि 5वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएको छ। 1,46,824 मतदाता संख्या रहेको निर्वाचन क्षेत्र नम्बर 1 मा नेपाली कांग्रेसबाट हिराबहादुर केसी, एमालेबाट दधिराम नेउपाने, रासपाबाट सुनिल लम्साल र राप्रपाबाट प्रज्वल बोहराले उम्मेदवारी दिएका छन्। नेकपाबाट घनश्याम यादव र जसपाबाट मोहम्मद असलम खानको उम्मेदवारी परेको छ। यहाँ निशाना दल र स्वतन्त्रले समेत उम्मेदवारी दिएका छन्। 1,35,050 मतदाता संख्या रहेको रूपन्देहीको क्षेत्र नम्बर 2 बाट नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसबाट चुन्नु प्रसाद पौडेल, राजपाबाट सुलभ खरेल र नेकपाबाट विश्वदीप पाण्डेले उम्मेदवारी दिएका छन्। राप्रपाबाट कर्बिका थापा र जसपाबाट दीपक गुरुङको उम्मेदवारी परेको छ। 1,04,035 मतदाता संख्या रहेको निर्वाचन क्षेत्र नम्बर 3 मा नेपाली कांग्रेसबाट सुशील गुरुङ, एमालेबाट वासुदेव घिमिरे, रासपाबाट डाक्टर लेखजंग थापा र राप्रपाबाट गौरव बोहरा र नेकपाबाट फैज अहमद खानले उम्मेदवारी दिएका छन्। जसपा नेपालबाट श्रीनिवास यादवको उम्मेदवारी परेको छ। 1,16,172 मतदाता संख्या रहेको रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर 4 मा नेपाली कांग्रेसबाट आशुतोष मिश्र, एमालेबाट प्रमोद कुमार यादव, रासपाबाट कन्हैया बानिया, जनमत पार्टीबाट भूपेन्द्र यादव र जसपा नेपालबाट सर्वेन्द्रनाथ शुक्लाले उम्मेदवारी दिएका छन्। नेपाल कम्युनिष्ट पार्टीबाट बाबुलाल यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिउद्दिन खानले मनोनयन दर्ता गराएका छन्। 1,34,442 मतदाता संख्या रहेको रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर 5 मा नेपाली कांग्रेसबाट भरत कुमार शाह, एमालेबाट खिमलाल भट्टराई, रासपाबाट तौफिक अहमद खानले उम्मेदवारी दिएका छन्। नेकपाबाट मोहम्मद वकिल मुसलमानले उम्मेदवारी दिएका छन्। राप्रपाबाट मीनप्रसाद घिमिरे र जसपा नेपालबाट मोहम्मद